नेपालले निकै लामो समयको पर्खाइपछि आइसिसी विश्वकप लिग 2 को 13औं खेल खेल्दैछ। 12वटा खेल खेलेर जम्मा 2वटा खेलमा मात्र जित निकालेको नेपाल यो सिरिजमा जित निकाल्नै पर्ने दबावमा रहेको छ। स्कटल्यान्ड र नेदरल्यान्डसँग खेल्ने यो त्रिकोणात्मक सिरिजमा 3वटै टिमले एकअर्कासँग 2-2वटा खेल खेल्नेछन्। नेपालले आज पहिलो खेल स्कटल्यान्डसँग खेल्नेछ। नेपालले स्कटल्यान्डसँग अहिलेसम्म 8वटा ओडिआई म्याच खेलेको छ, जसमा नेपालले 4 खेलमा जित निकाल्दा स्कटल्यान्डले 3 खेलमा जित निकालेको छ र 1 खेल वर्षाका कारण अवरुद्ध भएको छ। यो हेर्दा खेल 50-50 मा रहेको छ, तर दर्शकहरू यो सिरिज स्कटल्यान्डको मैदानमा हुने हुनाले स्कटल्यान्डका लागि प्लस पोइन्ट रहेको छ। यी खेलहरू हामीले आइसिसी टिभीमा हेर्न सक्नेछौँ, तर भारतमा भने आइसिसी टिभीमा हेर्न सकिने छैन। भारतबाट हेर्नका लागि आइसिसी टिभीका लागि VPN प्रयोग गरेर हेर्न सकिनेछ, तर यो भने सेभ रहने छैन। भारतमा बस्नुहुने दर्शकहरूले फ्यानकोडबाट हेर्न सक्नेछन्, जसका लागि एक खेलका लागि 19 रुपियाँ भारू तिरेर हेर्न सकिनेछ। यो खेल नेपाली समयअनुसार 3:45 मा सुरु हुनेछ। आजको खेल वर्षाका कारण बाधक बन्ने भने देखिएको छैन। यद्यपि मौसम जतिखेर पनि चेन्ज हुन सक्छ। दर्शकहरू, नेपालले जुन 2 र 8 मा स्कटल्यान्ड विरुद्ध खेल्नेछ, त्यस्तै जुन 4 र 10 मा नेदरल्यान्ड विरुद्ध खेल्नेछ। नेपाल स्कटल्यान्ड सिरिजमा कम्तीमा 2 खेल जितेर राहत लिने लक्ष्यमा रहेको छ। नेपाललाई हार्दिक शुभकामना। विजय भव।